हे गाइज वेलकम टु माई न्यू ब्लग। यो भाइ भन्दै हुनुहुन्छ युट्युब बन्द गर्नलाई किन थाहा छैन, तर युट्युब बन्द गर्नको कारण यो हामीले अन्ध्यारोमा आएछौँ होइन। के चोर्न रे के चोर्न आएको हामी धान चोर्न आएको, युले पनि धान चोर्न आएको, तर मैले धान चोर्न आएको, म ब्लग बनाउन आएको। यस्तो अलि राम्रो कन्टेन्ट राखिदिनु पर्यो, तर धान चोर्न अलि जे होस् म पनि अलि हेल्प मात्र गर्छु। चोर्ने काम होइन, राम्रो काम गर्नु पर्छ, चोर्ने काम गर्नु पर्दैन। यहाँ खासमा यहाँ किन आएको हामी होइन, यहाँ मान्छेले राति हुँदाखेरि होइन धान चोरिन्छ यहाँ हो त होइन। त्यही भएर अलि यस्तो ठाउँमा आएर होइन अनि नुकेर बस्नुपर्छ। अनि एकछिनमा मान्छेहरू आउँछ धान चोरेर, त्यसलाई समातेर अनि त्यसलाई लट्ठीले हामी हान्छौँ होइन। यसले पनि लट्ठी लान्छ। योभन्दा अस्तिभन्दा पनि अर्को वर्ष होइन यसले समाते चोरलाई। अनि यसले त केही आउँदैन, यसले त लाज मात्र लाग्छ। यो टाक्ला छ नि त, यसलाई लाज लाग्छ। लाज लाग्नु पर्दैन, तर जे होस् हामी तिनटै भाइ हो होइन। अनि ब्लग बनाउन आएको, त्यही भएर अब एकछिनमा चोराएको छ भने तपाईँहरू पनि हेर्दै जानु होइन। ब्लग पुरै इन्स्टामा हेर्नु। यहाँ मान्छे राति हुँदाखेरि मान्छे बिस्तारै घरबाट भन्नाले केटाहरू निस्किन्छ होइन, अनि धानहरू चोर्नलाई। किनकि धानहरू चोरेपछि अब दीपावली छठ आयो नि त पर्वहरू होइन, त्यहाँबाट आएर अनि चोरेर अनि पैसा टिपेर अनि कपडाहरू धेरै खास यस्तो गर्छ। मतलब रमाइलो नि गर्छ। चोर्ने भनेको ठुलो चोर्दिनँ, सानै चोर्छ, तर अलि राम्रै खालको जस्तो चोर्छ होइन। त्यही भएर भनेको यहाँ हेर्नु गाउँको हाम्रो उता चाहिँ खेततिर होइन, यहाँ डाँडातिर यहाँ बसेर अलि एकदमै कुवातिर बसेर अनि त्यहाँबाट हेर्छु। लु बाई बाई भनिदिउँ त है सबैजना। बाई बाई।